नमस्ते नमस्कार राधे राधे। नेपालमा बस्ने साथीहरूले सबै त होइन तर कतिपय साथीहरूले भन्छ कि विदेशमा त रुखमै पैसा फल्छ। हेर्नु कसरी रुखमा पैसा फलिरहेछ। प्लास्टिकमा भात खाइरहेछ, त्यो पनि ताजा होइन, बासी भात। रातिको भात होला, दिउँसो खान्छ, प्लास्टिकमा पोको पारेर लग्छ साइडमा, अनि त्यो बासी भात खाइरहेछ। यो होइन त, रुखमै पैसा फलिरहेछ। यति पनि होइन हजुर, घरको आमा बुवा चाहे बुढी कहिले कहिले त यतिसम्म सुनाउँछ नि, पैसा 1-2 महिना ढिलो गरिदियो भने पैसा त केटीमा फसायो होला, रक्सी खाएर उडायो होला, तासे खेले होला, नाना थरीको कुरा गर्छ। तर हामीहरूलाई यहाँ कुनै कुनै महिना कमीले पैसा दिँदैन, यति काम गरेर पनि हामीलाई गाली गर्छ। यहाँ कहिलेकाहीँ त्यो फोरमेन इन्जिनियरहरूले यो कुरा कसैले बुझ्दैन, विदेशमा बस्ने मान्छेहरूले मात्रै बुझ्छ। त म त्यो साथीहरूलाई भन्न चाहन्छु कि विदेशमा रुखमा पैसा फल्दैन बाबु। यहाँ त यति मिहिनेत गरेर पनि सुकुन छैन, गाली सुन्नै पर्छ। विदेशमा आएर एकचोटि हेरौँ कस्तो हुन्छ विदेश। बासी भात खाएर आफ्नो घर परिवारलाई पाल्ने मान्छेलाई थाहा हुन्छ कि पैसाको महत्त्व। रुखमा पैसा फल्छ कि मिहिनेतले गरेर पैसा आउँछ, त्यतिकै भनेर हुँदैन हौ। राधे राधे।